गो। नमस्ते नमस्ते नमस्ते। आज हामी फेरि अर्को सेसनमा छौँ र आजको सेसनमा हामी लोकसेवाको तयारी गर्दै गर्दा अथवा सहायक स्तर नायब सुब्बा तथा खरिदार इभन अफिसरको लागि पनि इन पढ्दा के कसरी पढ्ने भन्ने विषयमा आजको सेसन रहनेछ र अहिले नायब सुब्बा खरिदार र अफिसरमा एनहरू थुप्रै हुन्छन् होइन। हामीले एन त्यहाँ पढ नभनेको भए पनि हामीले एन पढ्नै पर्ने हुन्छ, किनभने एनको लेखाइ, एन कानुनको लेखाइ, संविधानको लेखाइले हाम्रो लेखाइलाई क्वालिटी युक्त बनाउँछ। त्यसैले आजको विषयमा हाम्रो सन्तोष सरले आफ्नो तयारीको क्रममा के कसरी एनहरू पढ्नु भएको हो भन्ने विषयमा आफ्नो अनुभव सेयर गर्नुहुनेछ र त्यसपछि म पनि आफ्नो तयारीका क्रममा रहेको अनुभवलाई जस्ताको तस्तै तपाईँ समक्ष सेयर गर्नेछौँ। सन्तोष सर, कृपया सुरु गर्न सक्नुहुन्छ। धन्यवाद गोकर्ण सर। आज हामी मतलब एकदम महत्त्वपूर्ण टपिकमा छौँ। त्यो हो एन। लोकसेवा यदि पास गर्ने हो भने त्यो सुब्बाको पेपरमा थर्ड पेपरमा 10 वटा एन छ है। त्यो 10 वटा एन यस्तो मान्छेले यस्तो गाह्रो लाग्छ। म नि सुरुवातमा पढ्ने बेलामा यो कसरी पढ्ने होला, एन डाउनलोड गर्ने बित्तिकै एन ओपन गर्ने बित्तिकै माइन्ड यस्तोरी टाउको दुख्थ्यो मेरो कि यो कसरी पढ्ने होला, के गरेर पढ्ने होला, यो यादै गर्न सकिनँ भनेर लास्टै टाउको दुख्थ्यो। तर त्यसको पनि पढ्ने यदि ट्रिक थाहा छैन भने, मोडिफाई गरेर गरेर पढ्ने हो कि कसरी पढ्ने हो यदि त्यो थाहा छैन भने मान्छे त्यो एनैलाई 1 वर्षमा पढिरहेको छ तर त्यो सकिन्न पढेर। तर त्यसलाई हामीले कसरी सहज बनाउने हो, कसरी स्मार्ट बनाउने हो, त्यो कुरामा बढी ध्यान दिनुपर्छ। अब एन पढ्दाखेरि म के गर्थेँ, सुरुमा म आफ्नो एक्सपिरियन्स भन्छु। सुरुमा मतलब एन पढ्दाखेरि नोट बनाएर पढ्ने, ट्याक्कै त्यो एन प्रिन्ट गराएर एनबाट त्यो एनको बुक किनेर त्योबाट पढ्ने होइन। आफूले कपीमा नोट बनाउने, कुन कुन चाहिन्छ, के चाहिन्छ, अनि मोडिफाई पनि गर्ने। सेम टु सेम कुनै पनि एउटै लाइनको त्यो 10 वटा लाइन छ, 10 वटा लाइन हामीले याद हुनै सक्दैन। अनि याद भयो पनि त्यहाँ गएर 7 मिनटमा हामी लेख्न सक्दैनौँ एक्जाम हलमा। त्यसलाई अलिअलि मोडिफाई गर्ने। त्यो मोडिफाई गरेपछि याद गर्न पनि सजिलो हुन्छ हामीलाई, अनि त्यो कम पनि लाग्छ। अनि अर्को कुरा के भने इम्पोर्टेन्सै छुट्याउने कि पुरा एन छ, एनमा पुरा त्यो 120 पेज या 150 पेज या 70 पेजको त्यो सबै पढ्ने हो। त्यसमा पनि कुन प्राथमिकता हो, कुन इम्पोर्टेन्ट हो, कुन आउन सक्छ इक्जाममा, ओल्ड क्वेसनहरू हेरिहाल्ने, सम्पूर्ण प्रदेशको सङ्घको सबै ओल्ड क्वेसन लिने, एनबाट कुन कुन क्वेसन सोधिसकेछ, कुन कुन क्वेसन सोध्न सक्छ आफै गेस गर्ने, र ओल्ड क्वेसनमा एनबाट सोधेको क्वेसनहरू सबै सोल्युसन गरिहाल्ने फर्स्टमा। त्यसपछि अरू के इम्पोर्टेन्ट छ एन पल्टाउने, अलि 8-10 वटा लाइनको 8-10 वटा उपदफा अनि दफाहरू छन् भने त्यो पढिहाल्ने। अनि अर्को के भने एनको प्रस्तावना पढ्ने सुरुमा। एनको प्रस्तावना पढ्ने बित्तिकै एन किन बनेको र एनको उद्देश्य के हो त्यहाँबाट आइहाल्छ। यति नै भने म त अब बाँकी अब गोकुरा सरलाई अनुरोध गर्छु। हस्, धन्यवाद धन्यवाद तपाईँको अनुभव सेयर गर्नुभयो। अब मैले अब यो विषयमा आफ्नो अनुभव सेयर गर्न चाहेँ। जस्तो हाम्रो धेरै कुरा त हाम्रो सरले पनि भनिसक्नुभयो, मेरो पनि करिब करिब त्यस्तै हो। तर म केही कुरा उहाँको भन्दा अलिकति पृथक भन्छु ताकि सबै कुरा समेटियोस् होइन। पढ्ने आफ्ना तरिका हुन्छन्, कसले कसै गरी पढ्न सक्छ, कसले कसै गरी पढ्न सक्छ। जस्तो ऐन पढ्ने क्रममा मैले केही चरणहरू भन्छु, केही चरण त सरले पनि भनिसक्नुभयो, त्यसमा अलिकति केही कुरा म थप्छु। ऐन ऐन भनेको कस्तो भन्नुहुन्छ भने तपाईँको त्यहाँ तथ्यपरक कुरा हुन्छ, सोसियल साइन्स त्यहाँ हुँदैन। यिनले स्पष्ट रूपमा के गर्ने, के नगर्ने, कसो गर्ने, कहिले गर्ने, किन गर्ने भन्ने कुराहरू स्पष्ट गरेको हुन्छ। भन्नाले त्यहाँ हामीले आफ्नो कुरा त्यहाँ अनावश्यक कुरा थप्न पनि मिल्दैन, त्यहाँबाट हटाउन पनि मिल्दैन। ऐन भनेको त्यस्तो हो, अर्थको अनर्थ हुनसक्छ। भन्नाले अब गर्ने के त भन्दाखेरि पहिला दुई चारवटा कुराहरू भने ऐन पढ्ने बेला मैले अथवा सबैले त्यही गर्नुहोस्, पहिला बुझेर पढ्नुहोस्। ऐनका केही म्याक्सिमम् कुराहरू बुझेर पढ्नुहोस्, म्याक्सिमम् बुझेर पढ्नुहोस्। किन? ऐन भनेको बुझेर लागु गर्ने कुरा हो होइन। ऐन बुझ्ने अनि त्यो लागु गर्ने कुरा हो, त्यसले बुझ्नुहोस्, यो बुझ्नकै लागि बनाएको हो।
सार्वजनिक खरिद ऐन तपाईँले घोकेर बस लोकसेवा पास गरेर गरेन होइन कि तपाईँहरूलाई सार्वजनिक ऐन पढ्नुहोस् र आफ्नो कार्य गर्ने कार्यालयमा गइसकेपछि त्यसलाई बुझेको आधारमा अन्डरस्ट्यान्डिङको आधारमा त्यसलाई प्रयोग गर्नुहोस् भन्नका लागि त्यसको लागि तपाईँले घोकेर त्यसलाई आफ्नो दैनिक जीवनमा आफ्नो कार्य गर्ने क्रममा प्रयोग गर्न सक्नुहुन्न त्यसैले बुझ्ने प्रयास गर्नुहोस् नम्बर 1 यति भने अब ऐन हेर्ने कसरी सबैभन्दा पहिला कुनै पनि ऐनको प्रस्तावना हुन्छ भन्नुभयो हाम्रो सन्तोष सरले पनि प्रस्तावना हेर्नुहोस् प्रस्तावना भन्नाले ऐन किन ल्याइएको हो अथवा ऐनको आवश्यकता के ऐनको महत्त्व के ऐनको उद्देश्य के हो भन्ने कुरा सबै त्यही हुन्छ अब त्यो कुराहरू हेर्नुहोस् प्रस्तावना हेर्नु तपाईँलाई बेसिक आइडिया थाहा हुन्छ यो ऐन किन ल्याइएको हो भन्ने कुराहरू त्यति थाहा पाउनु भने क्लियर हुन्छ अब हेर्नुहोस् प्रस्तावनाको महत्त्व कति चाहिँ म एकैछिनमा भन्छु त्यसरी म अर्को कुरा के भन्छु भन्दाखेरि अब ऐन हेर्दै हुनुहुन्छ भने सबभन्दा पहिले त्यो ऐन तपाईँको मोबाइलमा हुनुपर्छ मोबाइल अथवा ल्यापटपमा हुनैपर्छ आइदर त्यो छैन भने तपाईँको ऐन भएको किताब तपाईँसँग हुनैपर्छ जसरी हुन्छ तपाईँसँग त्यो ऐन चाहियो ऐन चाहिसकेपछि अब तपाईँले ऐनको सामान्य जानकारी लिनुहोस् भन्नाले ऐन पढ्नुभन्दा अगाडि भित्र केही पनि नहेर्नुहोस् अगाडिदेखि पछाडिसम्म पहिला पुग्नुहोस् के कस्ता टपिकहरू छन् के कस्ता व्यवस्थाहरू छन् भन्ने कुराहरू हेर्नुहोस् होइन त्यो कुराहरू हेर्नुहोस् भन्नाले अब तपाईँले व्यवस्था हेर्नुभयो सामान्य हेर्नु त्यो सर्वप्रथम हेर्नु बित्तिकै तपाईँलाई आइडिया भइन्छ युएनमा यस्तो यस्तो कुराहरू उल्लेख गरिएको रहेछ भन्ने कुरा जानकारी हुन्छ अब हेर्नुहोस् है अब म तपाईँको इक्जामको प्याटर्नको तरिकाले भन्छु स्पेसल्ली म हाम्रो यो नायब सुब्बा र खरिदारको सन्दर्भमा इक्जाममा कसरी कसरी सोधिन्छ भने नायब सुब्बाको लागि भने जस्तो प्रशासनको पछाडिपट्टि 8-10वटा ऐन छन् त्यसमा पनि ऐनबाट सबै भित्रबाट प्रश्न सोध्दैन एउटा दुईवटा ऐनको कसरी सोधिन्छ भने केसको प्रस्तावना लेख्नुहोस् भनिदिन्छ केसको विशेषता लेख्नुहोस् भनिदिन्छ कि ऐन कार्यान्वयनमा रहेको समस्या लेख्नुहोस् भनिदिन्छ भन्नाले सोसियल साइन्स टाइपका क्वेसनहरू सोधिदिन्छ भन्नाले अब त्यो ऐनका विशेषता त्यो ऐनका समस्या लेख्नलाई त हामीले त्यो ऐन सम्बन्धी बेसिक आइडिया हुनु पर्यो नि त्यसैले त्यो ऐनको सामान्य जानकारी लिनुहोस् व्यवस्थाहरू हेर्नुहोस् भन्नुको कारण यो परिषद 1 परिषद 2 परिषद 3 परिषद 5 7 8 9 यसरी हुन्छ सामान्य हेर्नुहोस् के सम्बन्धी कुराहरू लेखिएको छ अब तपाईँले क्वेसन एउटा फिक्सनै आउँछ जसै आउँछ जताबाट आउँछ ऐनको विशेषता लेख्नुहोस् भन्ने कुरा आएकै हुन्छ अनि त्यो कुरामा लेख्न सक्नुहुन्छ त्यसरी प्रिपेयर हुनुहोस् होइन अनि त्यस्तै गरी अब यसरी सामान्य ऐनको बारेमा हेर्नुभयो भने अब बल्ल त्यसपछि जानुहोस् कि के सोधिएको छ जस्तो सन्तोष सरले पनि भन्नुभयो विगतमा कस्ता प्रश्नहरू सोधिएका छन् के प्रश्नहरू सोधिएका छन् ती प्रश्नहरू हेर्नुहोस् त्यसपछि हेर्ने तपाईँले जस्तो सार्वजनिक खरिद ऐनको सन्दर्भमा खरिद विधिहरूको बारेमा सोधेको छ अस्तिको अफिसरको इक्जाममा पनि 10 मार्क्समा सोध्यो होइन त्यसरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा केही व्यवस्थाहरू छन् जस्तो लेखा उत्तरदायित्व परिवेश लेख्नुहोस् भन्ने कुराहरू गरेको छ त्यस्तो कुराहरू हेर्नुहोस् सुशासन राज्यको प्रशासनिक कार्य सञ्चालनको आधार लगायत कुराहरू उल्लेख गरेपछि सोधिरहने कुराहरू त्यस्तो कुराहरू हेर्नुहोस् त्यसरी हेर्नुपर्ने भयो होइन अब हेर्नुहोस् यसरी हेर्नुभयो भने इन समग्रमा हुन्छ अनि अब प्रस्तावना र मैले यसको व्यवस्थाहरू हेर्नुले के फाइदा हुन्छ भन्ने कुरा मैले एकचोटि फेरि जोड गरेँ प्रत्येक ऐनको तपाईँ त्यति कुरा जान्नुहोस् कम्तीमा यसका व्यवस्थाहरू जान्नुहोस् यसका प्रस्तावनाहरू जान्नुहोस् यति जान्नुभयो भने तपाईँले क्वेसनमा एउटा क्वेसन आउँछ नै यसको विशेषता लेख्नुहोस् भन्ने बेला तपाईँले लेख्न सक्नुहुन्छ होइन यस यिनको कार्यान्वयनमा देखेका समस्या भन्ने कुराहरू ती व्यवस्थाका आधारमा ती व्यवस्था छन् ती व्यवस्था मुख्य मुख्य कुराहरू लेखेपछि यी व्यवस्था कार्यान्वयन हुन सकेका छैनन् भनेर यसरी लेख्न जान्नुहोस् होइन यस्तै कुराहरू हो त्यसैले ऐन बुझेर पढ्नुहोस् समग्रमा सर हेर्नुहोस् म्याक्सिमम् बुझ्नुहोस् भन्न चाहे यति नै हो ऐनहरू पढ्ने तरिका थप केही भए कमेन्ट गर्नुहोला त्यो विषयमा पनि स्पेसल्ली केही ल्याउँला अथवा तपाईँले ऐनका केही कुराहरू बुझ्नु भएको छैन कुनै ऐन बुझ्नु भएको छैन भने पनि भन्नु होला त्यो विषयमा पनि हामी फेरि आउँला सन्तोष सर अरू केही थप्न चाहनुहुन्छ कि के छ अब यति नै भने म ऐनको बारेमा त्यो भिडियो पनि बनाइसकेको छु सूचनाको हक सम्बन्धी ऐन म त्यहाँ फेसबुकमा अपलोड गरेको छु युट्युबमा पनि छ स्थानीय प्रशासन ऐन पनि छ सुशासन ऐन पनि छ लगभग 3वटा ऐन मैले त्यो नोट बनाएर पनि हालिदिन्छु त्यो पनि तपाईँले हेर्न सक्नुहुन्छ मजाले म यसमा सर थप्न मन लाग्यो जस्तो कस्तो पनि हुन्छ भने तपाईँ ऐनका दफा उपदफा तपाईँले याद गर्नुपर्छ भन्ने पनि केही छैन अर्को कुरा क्या धेरै कन्फ्युजन पनि हुन्छ ऐनका दफा उपदफा नभए पनि तपाईँले कम्तीमा त्यहाँका तथ्यपरक कुराहरू जान्नुहोस् क्या त्यो दफा तपाईँले याद भएन भने त्यो दफाले भन्न खोजेको के हो भन्ने कुराहरू जान्नुहोस् होइन अब त्यसरी जान्नुभयो भने तपाईँले कुनै दफामा रहेको व्यवस्था जान्नुभयो भने तपाईँले त्यो कुराहरू कुनै अन्य रिटर्न पेपरको टपिकसँग लिएर पनि जोड्न सक्नुहुन्छ क्या जस्तो अब सार्वजनिक खरिदका सन्दर्भमा सार्वजनिक खरिद भनेको के हो भन्ने कुरा आयो भने
तपाईँले सार्वजनिक खरिदलाई व्यवस्थित गर्नका लागि यो एन 6 मात्रै नभन्नुहोस्, सार्वजनिक खरिद ऐन 2063 6 मात्रै नभन्नुहोस्। अब तपाईँले एन बुझेर पढ्नुभयो भने त्यहाँ एनका भएका विशेषताहरू लेख्नुहोस्। जस्तो भन्नुहोस् तपाईँलाई सार्वजनिक खरिद व्यवस्थापन अन्तर्गत यी कार्य पर्दछन् भन्ने कुरा गर्नु। जस्तो अब प्रस्तावनामा लेखिएका कुराहरू मितव्ययी बनाउन, होइन, भेदभाव रहित बनाउन भन्ने कुराहरू उनीहरूले गरिएको छ। खरिद कार्यलाई व्यवस्थित बनाउन, प्रभावी बनाउन भन्ने कुराहरू गरिएको छ। हो त्यो कुराहरू लेख्नुहोस्, होइन। भन्नाले तपाईँले एनमा पढेका कुराहरू पनि तपाईँले अन्य टपिकमा त्यसरी युटिलाइज गर्न सक्नुहुन्छ। त्यसरी बुझेर पढ्नुहोस् भन्न चाहेँ। अब हामी नेक्स्ट भिडियोमा अन्य कुनै टपिकमा भिडियो ल्याउनेछौँ र कुनै टपिक तपाईँको यो टपिकमा बनाइदिएको भए हुन्थ्यो जस्तो लाग्छ भने कमेन्ट गर्नु होला। त्यही भन्न चाहेँ। सन्तोषजी अरू केही छ कि? यति नै हो सर। अब तपाईँहरू कमेन्टमा भन्नुहोस् तपाईँहरूको कुन समस्या बढी, कुन टपिकमा धेरै समस्या छ, त्यो टपिकमा हामी अर्को भिडियो लाउँछौँ। यति नै भन्न चाहेँ। हस् त, हस् 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 धन्यवाद। हस् हस् सन्तोष सर, ल छुट्यौँ। ल हामी फेरि भेट्नेछौँ। हस्, धन्यवाद।